नमस्कार सबैजनालाई स्वागत छ हैन फेरि पनि मेरो नयाँ भिडियोमा। आज चाहिँ भिडियो के रहेको छ भने चाहिँ बारिस्ता सम्बन्धी हैन। एज अ साउदी अरेबियामा बारिस्ताको स्यालेरी कति छ भन्ने कुरामा हैन मैले मेरो स्यालेरी इन्कमदेखि लगेर ओभर टाइम हैन ड्युटी सेड्युल सबै कुराहरू के छ भन्ने कुरा म तपाईँहरूलाई बताउन गइरहेको छु हैन। एज अ साउदी अरेबियामा एड्रेस कम्पनीमा म चाहिँ काम गर्छु हैन बारिस्तामा। अनि लगभग 17 महिना जति भइसक्यो हैन मैले कम्पनीमा जोइन गरेको। फर्स्ट टाइम म बारिस्ता एज अ बारिस्ता साउदी अरेबियामा काम गर्दै आएको। अनि त्यही तपाईँहरूको 1800 मेरो बेसिक छ हैन। अनि 9 घन्टा रेगुलर ड्युटी हो अनि 3 घन्टा ओभरटाइम गरेर मैले टोटल 12 घन्टा काम गर्नुपर्ने हुन्छ है त। बिहान इन गर्दाखेरि फिङ्गर हान्ने, आउट गर्दाखेरि फिङ्गर हान्ने, जिसर एप्लिकेसन हुन्छ त्यसमा सबै कुराहरू काउन्ट हुन्छ हैन। त्यही अनुसारले माथिबाट ओभरटाइममा हालिदिन्छ हाम्रो। अनि त्यही हो हाम्रो ओभरटाइम चाहिँ लगभग 700 देखि 800 हाम्रो ओभरटाइम आउँछ। अनि 1800 गरेर लगभग 27-28 रुपियाँ हाम्रो मन्थली इन्कम छ हैन। अब हरेक कुरा सबै मान्छे बारिस्ताहरूको हरेक कम्पनीमा डिफ्रेन्ट डिफ्रेन्ट हुन्छ हैन आफ्नो आफ्नो। हाम्रो चाहिँ सबै बस्नेदेखि लगेर यताउति सबै कम्पनीले व्यवस्था गरिदिएको छ। त्यही हो हैन। मेरो युट्युब च्यानल पनि भिजिट गर्नु होला हैन। बारिस्ता गणेश भनेर सर्च गर्नुभयो भनेपछि तपाईँहरूको सामुन्ने आइहाल्छ भिडियोमा। मैले सबै कुराहरू बारिस्ता डेली लाइफदेखि लगेर हरेक कुराहरू मैले त्यस भिडियोमा समेट्ने कोसिस गरिरहेको छु। कृपया सबैजनाले गएर भिजिट गरिदिनु होला भन्न चाहन्छु। हस्त नमस्ते, आजको लागि यति नै, बिदा पाऊँ।